नमस्कार। नागरिकता बनाउनेदेखि कर तिर्नेसम्म हाम्रो जीवनको हरेक पाइलामा सरकारी सेवाहरू जोडिएकै हुन्छन्। तर हामीले पाइरहेको सेवाको गुणस्तर कस्तो छ त? के हामी साँच्चै सन्तुष्ट छौं? ल आउनुहोस्, आज हामी नेपालको सार्वजनिक सेवाको अवस्था, यसका समस्याहरू के हुन् र समाधानका बाटाहरू के हुन सक्छन् भनेर अलिक गहिरिएर कुरा गरौं। एकछिनलाई सम्झिनुहोस् त, पछिल्लो पटक कुनै सरकारी कार्यालय जाँदाको दिन कस्तो थियो त्यो अनुभव? के लामो लाइन, यो कोठाबाट त्यो कोठाको दौडधुप अनि अस्पष्ट प्रक्रियाले दिक्क बनाएको थियो? यदि तपाईको जवाफ हो भन्ने छ भने तपाईँ एक्लो हुनुहुन्न। यो हामी धेरैको साझा अनुभव हो। आज हामी यही साझा अनुभव पछाडिको प्रणालीलाई बुझ्ने कोसिस गर्नेछौं। कुरा के हो भने नि, सार्वजनिक सेवा भनेको सरकारले हामीलाई दयाले दिएको कुनै उपहार होइन। यो त हाम्रो अधिकार हो र गुणस्तरीय सेवा दिनु राज्यको पहिलो कर्तव्य हो। जब सेवा राम्रो हुँदैन, तब सरकार र नागरिक बीचको विश्वासको धागो पनि कमजोर हुन थाल्छ। त्यसैले यसको गुणस्तरमाथि प्रश्न उठाउनु एकदमै जरुरी छ। अब गुनासाहरू त के सुनिन्छन् भने, सेवा लिनै झन्झट भयो, पहुँच हुनेको मात्र काम बन्छ, केही सोध्यो भने राम्रोसँग जवाब पनि दिँदैनन्। यी सुन्दा सामान्य गुनासा जस्ता लागे पनि वास्तवमा यी हाम्रो प्रणालीमा गहिरोसँग बसेका समस्याका सङ्केत हुन्। यो त गाडीको इन्जिनमा समस्या हुँदा बाहिर धुवाँ देखिए जस्तै हो। समस्या धुवाँमा होइन, भित्र इन्जिनमै छ। हामी राम्रो सेवा र खराब सेवा त भन्छौं, तर यो राम्रोको अर्थ के हो त? के यसलाई नाप्ने कुनै तरिका छ? छ, र यो एकदमै रोचक छ। आउनुहोस्, गुणस्तरलाई कसरी मापन गरिन्छ भन्ने बारे बुझौं। सोच्नुहोस् त, तपाईँ एउटा रेस्टुरेन्टमा जानुभयो र एकदमै मिठो खानाको अपेक्षा गर्नुभयो, तर खाना आयो सामान्य। तपाईको अपेक्षा र तपाईले पाएको अनुभव बीचको यही जुन अन्तर छ नि, हो त्यही नै गुणस्तर हो। सरकारी सेवामा पनि ठ्याक्कै यही लागू हुन्छ। हामीले कस्तो सेवाको आशा गरेका थियौं र वास्तवमा कस्तो पायौं, त्यस बीचको खाडलले नै सेवाको गुणस्तर कस्तो छ भनेर निर्धारण गर्छ। गुणस्तरीय सेवाका मुख्यतया 5वटा खम्बाहरू हुन्छन्। पहिलो हो विश्वसनीयता, भनेको काम भनेको समयमा भने अनुसारै हुनु। दोस्रो आश्वस्तता, कर्मचारीको ज्ञान र व्यवहारले ढुक्क महसुस गराउनु। तेस्रो भौतिक पूर्वाधार, सफा कार्यालय, राम्रो बस्ने ठाउँ। चौथो समानुभूति, हाम्रो समस्यालाई आफ्नै ठानेर सहयोग गर्नु। र अन्तिममा जिम्मेवारीपन, छिलोछरितो र सहयोगी हुनु। यी 5वटै कुरा मिलेपछि मात्र सेवा उत्कृष्ट मानिन्छ। त्यसो भए सेवामा कमजोरी कहाँबाट सुरु हुन्छ त? प्राय समस्या माथिबाटै सुरु हुन्छ। जस्तै पहिलो खाडल त हाकिमहरूले नागरिकले वास्तवमा के चाहेका छन् भन्ने नै नबुझ्नु हो। अर्को खाडल नीति त राम्रो बनाउने तर कर्मचारीलाई तालिम नै नदिने। यस्तै साना साना देखिने खाडलहरूले गर्दा अन्त्यमा हामीले अपेक्षा गरेको सेवा र पाएको सेवामा आकाश जमिनको फरक पर्न जान्छ। ल, सिद्धान्तका कुरा त भए, तर हाम्रो देशको धरातलीय यथार्थ के हो त? तथ्याङ्कले के भन्छ? आउनुहोस्, अब नेपालको सार्वजनिक सेवाको ऐना हेरौं। एउटा सर्वेक्षणले के देखाउँछ भने 100 जनामा 80 जनाले सरकारी सेवाबाट ल ठिकै छ, काम चल्यो भन्छन्। तर यहाँ एउटा तर छ। साँच्चीकै मनैदेखि वाह क्या राम्रो सेवा भन्नेहरू चाहिँ जम्मा 15 जना मात्रै रहेछन्। यसको मतलब धेरै जसोको लागि काम त चल्छ, तर त्यो अनुभव यादगार र सुखद भने हुँदैन। यो तथ्याङ्क त झन् डरलाग्दो छ। 70% भनेको 10 जनामा 7 जनाले एउटा सामान्य सरकारी कामको लागि 1.5 घण्टाभन्दा बढी समय लाइनमै बिताउनुपर्छ। कल्पना गर्नुहोस् त, देशैभरिका नागरिकको यो समयलाई जोड्ने हो भने हाम्रो राष्ट्रिय उत्पादकत्वमा कति ठूलो घाटा भइरहेको छ। र सबैभन्दा चिन्ता लाग्ने अवस्था त विपद व्यवस्थापनमा छ। यहाँ 88% नागरिक जिल्ला प्रशासनको सेवाबाट असन्तुष्ट छन्। यसको सिधा अर्थ के हो भने, जब हामीलाई सबैभन्दा बढी सरकारको आवश्यकता पर्छ, जस्तै भूकम्प वा बाढीको बेला, त्यही बेला राज्य सबैभन्दा कमजोर देखिन्छ। यो तथ्याङ्कले साँच्ची नै हामीलाई सोच्न बाध्य बनाउँछ। समस्या सेवाको गुणस्तरमा मात्र होइन, पहुँचमा पनि छ। कल्पना गर्नुहोस् त, दुर्गम गाउँको एकजना वृद्ध व्यक्तिले एउटा सानो कागज बनाउन 10 किलोमिटर हिँडेर सदरमुकाम जानुपर्छ र त्यहाँ पुग्दा आफ्नो भाषा बुझ्ने कर्मचारी पनि भेटिँदैन। यसले के देखाउँछ भने हाम्रो सेवा प्रणालीले सबैलाई समान रूपमा अझै समेट्न सकेको छैन।
अहिलेसम्म हामीले लक्षणहरूको कुरा गर्यौं, तर रुखको पात पहेँलो हुनु पातको समस्या होइन, जराको हो नि, होइन र? हो, त्यसैगरी अब हामी यो कमजोर सेवा प्रवाहको जरामै पुगेर यसका मूल कारणहरू खोतल्ने प्रयास गरौं। अब जडमा हेर्दा के देखिन्छ भने हाम्रो सरकारी प्रणाली काम कसरी गर्ने भन्ने प्रक्रियामा अल्झिएको छ, तर काम सकियो कि सकिएन भन्ने परिणाममा ध्यान दिँदैन। कर्मचारी तन्त्रमा राजनीतिकरण छ अनि जवाफदेहिताको डर कसैलाई छैन। सङ्घीयता कागजमा आयो, तर सिंहदरबारको केन्द्रीकृत मानसिकता अझै गाउँ-गाउँसम्म पुगेको छैन। र यो सबैको परिणाम यति खतरनाक छ कि जब सेवा यति खराब हुन्छ तब सरकारी कार्यालयहरू सेवा दिने ठाउँ कम र नागरिकलाई दुःख दिएर शोषण गर्ने संस्था, जसलाई दोहनकारी संस्था भनिएको छ, त्यस्तो देखिने खतरा बढेको छ। यसले राज्य र नागरिक बीचको विश्वासलाई जरैदेखि हल्लाइदिन्छ। यो त भनाइ र गराइमा आकाश जमिनको फरक भए जस्तै हो। एकातिर ठूलो स्वरमा नारा लगाइन्छ, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न, तर अर्कोतिर व्यवहारमा एउटा सानो काम छिटो गराउन पनि नागरिकले टेबल मुनिबाट पैसा दिनुपर्ने बाध्यता छ। भनाइ र गराइबीचको यही खाडलले नै नागरिकमा निराशा पैदा गर्छ। ल, समस्याको अन्ध्यारो सुरुङको कुरा त धेरै भयो, तर हरेक सुरुङको अन्त्यमा उज्यालो हुन्छ भनिन्छ नि। अब हामी समाधानको बाटोतिर लागौं र अनुसन्धानले देखाएका ती आशाका किरणहरूलाई निहालौं। सुधारको लागि एउटै मात्र जादुको छडी छैन, हामीले धेरैतिर एकैचोटि काम गर्नुपर्छ। पहिलो, कानूनलाई बलियो बनाएर जवाफदेहिता बढाउने। दोस्रो, प्रविधिको भरपूर प्रयोग गर्ने, जस्तै डिजिटल नेपालको सपनालाई साकार पार्ने। तेस्रो, सेवा राम्रो छ कि छैन भएर मूल्याङ्कन गर्ने जिम्मा नागरिकलाई नै दिने। र सबैभन्दा महत्त्वपूर्ण, अधिकार र सेवालाई साँच्चीकै गाउँ-गाउँसम्म पुर्याउने। र सायद समाधानको सबैभन्दा ठूलो चाबी नै यही हो, सेवाको सङ्घीयकरण। अहिले राहदानी बनाउनुहोस् वा श्रम स्वीकृति लिन सबैजना काठमाडौँ नै धाउनुपर्छ। कल्पना गर्नुहोस् त, यदि यी सेवाहरू आफ्नै पालिका वा वडाबाटै लिन पाइने हो भने नागरिकको कति समय, पैसा र तनाव बच्थ्यो होला। भविष्यको लागि केही ठोस कदमहरू चाल्न सकिन्छ, जस्तै कर्मचारीको मूल्याङ्कन हाजिरीको आधारमा होइन, कामको नतिजाको आधारमा हुनुपर्छ। राष्ट्रिय परिचय पत्रलाई सबै सेवामा जोडेर बारम्बार कागजात बुझाउने झन्झट हटाउनुपर्छ र राहदानी विभाग जस्ता ठाउँमा भिड कम गर्न माग अनुसारको व्यवस्थापन गर्नुपर्छ। यी साना देखिने कदमहरूले सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याउन सक्छन्। अन्त्यमा एउटा प्रश्न हामी सबैको लागि, राम्रो सेवा भनेको सरकारले दिने मात्रै हो कि हामी नागरिकले माग्ने पनि हो? जबसम्म हामी एक सचेत नागरिकको रूपमा आफ्नो अधिकारको लागि आवाज उठाउँदैनौं र प्रणालीलाई प्रश्न गर्दैनौं, तबसम्म सायद वास्तविक सुधार सम्भव छैन। सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्छ, तर परिवर्तनको सुरुवात हामी आफैबाट पनि हुनुपर्छ। यसमा तपाईको के विचार छ?